ला यसमा ठिक भएन त नि यही हो आई एम द गोस्ट यो वाला होइन क्या त्यही त हो नि कहाँ यो हुनु यो होइन अबे आँपे छानेर देखियो त यो त्यही त हो नि गाइस अहिले चाहिँ हाम्रो होइन ठ्याक्कै 10:30 भयो ठ्याक्कै रातिको अनि हाम्रो पारा निन्द्रा दुइटैलाई लागेन भोलि कलेज जानु छ अनि हेर्दै जानु अब म त जाने नै यो जाने हो अब के गर्नु यो जानेवाला छैन म कलेज जानेवाला छु मेरो भोलि नगइ नहुन्छ यस्तै हो टपरहरू के छैन हेर्नु काण्ड त्यो त क्यामेरा राम्रो आउँदैन रहेछ कस्तो घिनलाग्दो फिल्टर आयो मेरो मोबाइलको क्वालिटी फेरि यस्तो बेकार छ नि यस्तो बाई द आई एम द ब्युटिफुल गोस्ट के गर्ने हो भने कि नै अनि म त नदेखिनु रहेछ यसमा त यहाँ यस्तो अलिक प्रब्लम छ गाइस सबैजना देखाउने गाह्रो के छैन हामी कोसिस गरिरहेको छौँ हेला स्टार्ट गरेर होला मैले भएन हल्का होइन भुतवाला सिन भनेपछि गोस्ट बन्दी भनेको अरे तर के गर्नु र आपत्तै छ हेर्ने गाइस म गोस्ट अगाडि भन्छु हेर्दै आउँछु ओ मैले कपालले अघिदेखि खुट्टा चाहिँ क्रास गरेको छ है म देखिन्छु नि यो त होइन कि 11 सेकेन्डको भन्दा छैन अनि जान त खोज अघिको मेरो कति धेरै लामो थियो गाइस गर्मीले मोड भइसक्यो यो जेठको गर्मीमा गीत भेटे होइन सरी गीत डाइलग भेटे होइन मलाई यहाँ म कस्तो अवस्थामा छु सिरो गरेर बसिरहेको छु गाइस गर्मी छ गाइस गर्मी छ सिरो परेर बसिरहेको छ हाल्नुपर्छ म युट्युबमा के भन्नु गाइस भनि साध्य छैन म चुडेल भएर बसेको छु म गर्मीले पाक्न लागिसक्यो रातिको 10:30 निन्द्रा लाग्दैन 3 दिन बिदा के भएको थियो निन्द्रा गायब राति साँच्ची नै मेरो मोबाइलको क्यामेरा क्वालिटी गाइस बेकार छ केही छैन हामी काम चलाउँछौँ म फेरि पुग्दैछु हेर्न ठिकठाकको नाम हेर्दिनँ हेर्न अब म रेडी भएन त्यही ठिक छ रेडी भएन म हातमा निकाल्न लाग्यो त्यो बेला गाइस आइ एम रेडी म त देखाएको छैन गाइस बच्चा तो त देखाएको छैन म पनि देखाएको गाइस बच्चा के भएको त्यो म क्यामेरा एउटा मान्छे नसुन्नु हुन्छ त भने हातमा त दिएर के हो गाइस क्यामेरा क्वालिटीले पनि भएन अर्कोमा भिडियो बनाउन पनि मिल्दैन यसमा गर्न पनि मिल्दैन के गर्नु ब्यागबाट राम्रो आउँछ कि हामी अझ ट्राई गर्दैछौँ हालिदिउँ म पछाडिबाट आज रातिको कति बजी पछाडिबाट कस्तो राम्रो त राम्रो तर कहाँ थाहा पाउँछ त किन थाहा नहुने त अनि तेरो माथिको फ्ल्यास त हेर म सुधारे कसरी हेर्नु त मैले अनि कपालै पुरै हुन्छ त पहिला हेरेर गर्न गाह्रो छ गाइस देखेन न म इन्स्टाल गर्छु देखाएको छ 10 सेकेन्डमा राख्दै 10 मा किन त्यसै अब तक्को जाला मलाई त्यो 10 सेकेन्डमा ए म्यासाला लुगाइ नमिले हेर्न म त उठा
भनेको सकिसक्यो जस्तो सकेर चाहिँ मतलब अब के हो गाइस मिल्दैन भने माछा बिग्रेछ हेर्न हात निस्केर छ हेर खुट्टा मेरो भएन क्या खुट्टा होइन मेरो गाइज यो चुडेलले एक्टिङ गर्न नजाने हो कि मोबाइलको पोजिसन नमिला थाहा छैन निन्द्रै लाग्दैन आज भाइ राति जान्छ यस्तै गर्छ क्युट बुट फाइनल्ली डन गाइज फाइनल्ली कति लगभग हामी 5 टेकले गेम होला क्या दुःख छ अरू केही छ कि बनाउनु एक भिड आउँदैन अफ गर्ने भिडियो अर्को भिडियो नि हेरौँ त यो भिडियो मुसवाला हालेर राख्छु ल अरे बिजक छ गाइज म चाहिँ के गर्नु भयो लाइट निन्द्रा नलाग्ने कसरी गर्ने रहेछ मैले चाहिँ के गर्ने आज नानीलाई 8:30 बजी सुत्ने मान्छे हो थाहा गाइज ल म त 10 बजीसम्म बस्छु ठिक छ यो त 8:30 बजी सुत्ने मान्छे हो यस्तो छ मैले बानी बिगारिदिएँ केही छैन यति गर्नुपर्छ दिदी भैँसी यो त 5 सेकेन्डको रहेछ है जाऊँ के गर्ने के गर्नु 5 सेकेन्ड खुट्टाले तेल ढोका दियो क्या ए हामीले त 13 सेकेन्ड गरेर खुट्टाले ढोका दियो गम्छा नि सेतो हरियो रहेछ होइन खुट्टा सेतो के छ सेतो सेतो मलाई त माथि जनसक्रिय पर्दा क्या ए ऊ त्यो लाउने ऊ त्यो हेर्दा ऊ त्यो पानीको मुनिको त्यो होइन क्या उता हेर्न ऊ त्यो के ऊ त्यो ए पर्बु उता र्याक माथि हेर्न यो पानी गर्नु पानी तल झिक्न मैले बिहान हालेको के छ माथि त्यो कप छ है फुट्ला कहाँ कप त्यहीँ उसमै कपकै भाँडामा छ अಯ್यो मम्मी के गर्ने गाह्रो होइन जाने त्यो सामानहरू त्यतिकै छैन तै मात्र गाइस यति बेला मैले भुतको लागि सेतो पाएँ वाउ होइन कि तल चाहिँ बेर भनेको कपाल चाहिँ के अनि कपाल छ्याङको गर्ने भनेको झन् कपाल छ भएपछि के गर्ने भुत बनिएको पारा भुतको घरबेटीले मार्छ गाइस हाम्रो यस्तो घरबेटी एकदम राम्रो छ के तर रमाइलो हुँदैछ त्यहीँबाट पनि भेटेँ तर हाउ यो सकिन आएन पागल भनिसक्यो होला मैले मान्छेले हामीलाई अब जान्छ कि जान्छ उतापट्टि ए केही भएन यस्तो निक्लिएर जाने निक्लिएर गइदिनु बोलिने कहाँ जानु तेरो रुममा जानु कहाँ जानु अन्त त हेरेर त गाइस घरबाट निकालेर बाल्न हुने मान्छे जस्तो हुन्छ कहाँ जानु होइन पहिलो भएको त कहाँ जान्छ क्युट भूत कि आइम क्युट आफ्नो तारिफ अरूले नहालेपछि आफै हाल्नुहोस् केही छैन पुरै माथि छ ठिक छ अलि राम्रोसँग भएन कि भयो रेडी 1 2 3 रुकनमा खुट्टाको चाहिँ जस्तो पनि देखिन्छ यार यस्ता हेर न कपाल हेर न टाइ जस्तो कर्ली कपाल कर्ली कपालवाला भूत ल भयो भएन रुक्ने पन्जा लगाऊ है
बेलानको बेला पन्जाने सन्जाइ यस्तो उतै छ पन्जा लाउनु मैले भने यस्तो हो के ल अब म के गर्नु त अनि म चाहिँ के गर्ने खासमा म पहिला यस्तो गर्छु हैन तेरो बिहा हुँदैछ नि मैले हेर्नु यस्तो रे यस्तो गर्छु म ए निक्सा यता बस अलि यता बस खुट्टा देख्नु भनेको नि अलि यता बस हैन क्यामेरा म्यानले गाइस गाइस यसलाई त देखिन यार के छैन जे भए नि देखाउनु पर्यो नि अब के पछाडिबाट यस्तो होइन पन्जा लगाएकै निक्सा अनि त्यसपछि यस्तो हुन्छ नि त सेतो हात यसो चलाउँदाखेरि हात त देख्नु पर्यो नि त सेतो पन्जा लगाएपछि त अनि यस्तो हुन्छ नि त है गाइस म पन्जा दिन्छु यसलाई कति बिजोको गाइस गर्मीले मर्नी भयो म त एडिट कहिले गर्ने कोही भन्न नपाउँदै मलाई आउँदै चप्प समाउँदै एडिट गर्न आउनु भयो त अरू जस्तो होइन युट्युबमा खतरा बनाएको हाल्थ्यो नि अब के गर्नु अब काटेर अहिले लाउनु सक्दिनस् बिचाराको पन्जा भन्नु नानीले के गर्नु पछि गरेर लानुपर्छ अहिले त्यसै बोला त्यो घडीलाई चाहिँ छोटो साउन्ड पनि हाल्ला हामी अलिकति बराबर छ भयो अब चाहिँ म यस्तो पछाडिबाट यस्तो गर्छु अनि पछाडिबाट यस्तो गर नि कस्तो गर्छ यस्तो गर होइन अनि त्यसपछि कति पहिल्यै अनि मैले चाहिँ नदेखा जस्तो गर्छु पहिला चाहिँ के बनाइहाल्छु अनि त्यसपछि देखा जस्तो डगराउँछु गरेर ल मेरो हात यस्तो गर्नु त होइन देखेको चाहिँ देख्दैन थाहा छैन देख्छ कि किन नदेख 10 सेकेन्डमा देखाएर यस्तो पहिल्यै सक्यो होला के गरे त मैले किन गर्दिनँ त उही काम हेर तल आएर चाट भन्दा पनि भन्दैन त कसले भनिदिने हो तँलाई पछाडिबाट फ्ल्यासबाट बनाइरा डोडा जस्तो गर्नु परेन मैले होइन यस्तो गरेर राखेको कि पुरा हात लाग्छ तल भएको भन्दा नि नभने फेरि यहाँ के भन्छ हात मेरो राख्छु तल भएर छ नि त अनि तल मलाई के थाहा हुन्छ त मैले चाहिँ यहाँ हेरिरहेको छु र गरिदिनुहोस् क्या फेरि फेरि त्यस्तो गर्नु गाह्रो छ गाइस 3 बार राख्नु भने यहाँ चाहिँ अब 10 बजे छ भरि कपाल गर्छु नि त ओइ भन्न नपाउँदै मलाई आउँदै काउडा आला बिदा जस्तो इच्छा सक्यो खै यो मात्र राखेँ के गरेर पनि बुझ्दैन त उठ्न पर्छ नि अलिकति भन्नु छैन उठायो अब चाहिँ म फाल्दै गुड नाइट त्यो हात उसको उठ्ने उठ्यो अन्त कटुदेखि खुट्टा टिक्रिङ देखिहाल्छु न उठ्ने भनेर धेरै उभिने है मेरो टाउको भन्दा अलिकति मान्छे टाउको लिएर जायो कि तेरो पहिला चाहिँ हात मात्रै देखा अब उठ्ने भएन पक्कै मैले त्यो पनि रियाक्सन गरेँ गाह्रो छ गर्मीले मन भइसक्यो ओइ आँखा नि कस्तो धमिलो भइसक्यो निन्द्रा लाइनमा हेरेर अब उठ्नु बचाऊ मेरो त मुख भइसक्यो ल पहिला पुरो बोल्दिरह ए पछि डरेस अनि पहिला त नदेखे जस्तो गरेर भिडियो बनाउनु हेर्न हात निस्किसकेछ गाइस पागल भइसक्यो कसरी गर्ने हो कुन त्यो पन्जाले चिप्न मिल्दैन राम्रो भएको थियो पादे तेरो पन्जा करा हो कस्तो कुरा गर्छ कस्तो नमिल्यो त रुख एकल गर्छु ल मिल्छ मिल्छ फाल्दै त मैले यो त माथि लुगा पुसिसक्यो तेरो बाज आफ्नो आफ्नो पन्जा कराएर के गर्ने नि थाहा हुने मलाई छ्या कति गर्ने मान्छेलाई पाद्या हो रे रमाइलो गाइस भयो
इसका भाउ ए टी सर्ट फेरि खोलिसकेको तेरो बाजेको बच्चा हानी सिक्छ मान्छे आपत्ति छ कस्तो नहटेको नि ओ यार लास्ट सुत्नुपर्छ है मैले कलेज जानुपर्छ छ्या गरे थाहा छैन म त माथि चौठाएर धेरै नलिँदै चाहिँ अनि त्यो मुनि हात राखेको छु नि पन्जाले त्यो माथि अटाउनु लाग्यो त्यो टी सर्ट देखिया वाली पछाडि पछाडि त्यो टाढो देखियो होइन हातै न हात खुसी भएको यस्तो गरेर झन् के भयो गर्नु भयो के भयो बाई बाई गाइज अब बाई अब हामी चाहिँ मेरो नेक्स्ट ब्लगमा हेर्नु होला कमजोर छ त्यही माथि झन् यस्तो लाइटमा हेरेर गरेर झन् आँखै देख्ने हिँड्नु गर्नु भयो गाइज अब तिर्मी चाहिँ भयो यो छोड्दै यतिकै राखिदियो पछि युज गर्नुहुन्छ खाने लाग्छ यस्तै हो गाइज हामीहरू अब गर्नु त बाई गाइज बाई बाई गाइज गुड नाइट सबैलाई सी यू